Hello everybody. Sabaiलाई welcome छ. Welcome to my vlog. This is Tamworth, one of the rural town in NSW. र आज हामी Tamworthबाट लेक किपिट तर्फ गइरहेको छौं with our lovely friends all the way from Armidale. So keep watching. We'll see how our day will be. आज हामी जाँदैछौं लेक किपिट ट्यामवर्थमा. लेक किपिट ड्याम हामी जाँदैछौं डे पिकनिकको लागि. म मोहित, म राम, म क्रिसा, म सीता, म मम्मी. ल है त गाइज हेर्दै गर्नु होला. हेलो म चाहिँ सीता. तपाईं चाहिँ गीता. म लक्ष्मण. म चाहिँ राम. मेरो बहिनीको हैन म चाहिँ के सुपर्णखा. म त सुपर्णखा. काट्नु पर्यो यसको. हामी चाहिँ जाँदैछौँ लेक किपिट. ल है बाढी आयो गाइज. हामी पानीमा छ्वास्स गर्छौं. ल ब्रो के भन्दिन चाहनुहुन्छ तपाईँ? आज हामी जाँदैछौँ लेक किपिट. लेक किपिट. Don't be stupid. लेक किपिट. यता छन् हाम्रा सबै ग्याङ मेम्बर्स. हामी ड्राई पिकनिक टाइपमा जाँदैछौँ. कचर खाना. ड्राई पिकनिक रमाइलो लाग्छ मलाई. भोलि हामी हेर्नु अपोजिट डिरेक्सनमा गइसकेको रहेछ नि त किपिट ह्याङ्गिङ रकहरूको. जान्छ यतैबाट जान्छ. अस्ति पनि यतैबाट गयो. यसरी स्पिड क्यामेरा राख्यो यो चाहिँ स्पिड क्यामेरा राखेको हुन्छ यहाँ यसरी एभरेज स्पिड क्यामेरा थियो. हरियाली मस्त छ नि त होइन. ब्युटिफुल कर गई चुल है त नाचके. त बाहिर गएर त्यस्तो नजाला. ठन्डा नि. खै सिर्जना पनि देऊ न खाली राखेर भन त. त्यत्रो चोरियोग्राफर. कोरियोग्राफरले दिनु पर्यो नि. चोरियोग्राफरले दिनु पर्यो त. तपाईँ सारी कुड़िया ऐसी चिड़िया सारी कुड़िया ऐसी चिड़िया कपड़े में लड़की ब्यूटीफुल लगे हेर्नुहोस् गाइस 5 दिन हप्तामा हामी काम गरेर 2 दिन रमाउने मान्छे हो. लाग्छ धेरै रमाइलो छ तर छैन. So this is the entry to Reflection Lake Kipit. यो चाहिँ लेक किपिट जाने बाटो, स्पेशली यो चाहिँ इन्ट्री पोइन्ट हो. And this is lovely aerial view of the entrance gate for Lake Kipit. So here she is, Krisha, as usual craziness गर्दै गाडीबाट आफ्नो टाउको निकालेर मस्त पोज दिइरहेको छ उसले. सी इज एब्सोल्युटली इन्जोइङ द मोमेन्ट. अनि मैले चाहिँ सकेसम्म जति सक्थ्यो उति नै राम्रो सटहरू लिने कोसिस गरेको छु यो भ्लगमा. यु गाइज क्यान सी चारैतिर हरियाली छ. एकदमै मेस्मराइजिङ एन्ड ब्युटिफुल भ्यू रहेको छ. एन्ड यो साँगुरो बाटोबाट गाडी चलाउनुको छुट्टै मजा पनि थियो. मुभीमा डाइरेक्टरले लाइट्स क्यामेरा एक्सन भने जस्तो म पनि त्यो दिन डाइरेक्टर नै हुँ कि जस्तो लागिरहेको थियो. खुङखार डाइरेक्टर. के हो क्यामेरा त्रिसाउनु तिमी सब मूर्ति भनिदियो त. कफी खानुहुन्छ? म कफीमा आदत लागिसक्यो.
आज चाहिँ हामी आउटफिट अफ द डे चेक गरौँ है त यो रिङ चाहिँ मेरो नेपालको हो बिहेको बेला किनेको वाला यो चाहिँ प्राउचबाट मोइचितेल दिनुभएको घडी मेरो एम्पेरियर अर्मानीको यो प्राउचबाट हो जुत्ता मेरो गोल्ड स्टार लुगा र ज्याकेट चाहिँ मेरो ग्लासनबाट अनि चस्मा चाहिँ लाइफबाट Wow! Hello, beautiful people. You say my coach, but Chito. मेरे जूता Target, मेरे jacket. I think it's from Portsman and मेरो चस्मा वर्षा चाहिँ अनि पछि भित्रको लुगा चाहिँ सिङबाट हो मम्मी तपाईँ कहाँदेखि भन्नु न म नेपालले लुगा मेरो भन्नु त मम्मी ल के भने यो लुगा मेरो दाइले किन्नु के दाइले किन्नेको यो जुत्ता छोरीले किन्नेको अनि चस्मा छोरीले किन्नेको Oh my god, it was one of the best time for a drone shot throughout the day. मैले यति राम्रो चाहिँ लेक किपिट कहिले पनि देखेको थिएन एन्ड होला त्यो एकदमै रमाइलो दिन अथवा एकदमै सही टाइमिङ भएको हुनाले हुनसक्छ लेक किपिट वाज एन एब्सोल्युट ब्युटी द्याट डे अस्ट्रेलिया स्थित न्यू साउथ वेल्स राज्यको ट्यामोथ सहरभन्दा 1 घण्टाको दूरीमा रहेको यो ताल तपाईहरू सबैले आएर क्याम्पिङ गरेर रमाइलो गर्न सक्नुहुन्छ इट इज एन एब्सोल्युट जेम लिन आउने मान्छे बाटो बिर्सेपछि खतम छ कहानी यहाँ फेरि कहाँ बस्छ रे मम्मी कुन स्टेट जोरले भन्नु न यहाँ नम्बर हो करेक्ट ल यो त कडाई हो यो चाहिँ कडाई हो है गाइज यो हाम्रो टोली प्याज वाली हुनुहुन्छ सिर्जना ये त्यस्तै चाउचाउ वाली हुनुहुन्छ मम्मी त्यस्तै यहाँ भुजा वाली हुनुहुन्छ कृष्ण ब्रो चाहिँ के वाला नि खानेवाला यहाँ हाम्रो यहाँ क्रन्ची फ्राइड चिकन त भन्न मिल्दैन मस्त छ बार्बिक्यू चिकनमा हुनुहुन्छ हाम्रो राम्रो यस खतरा चिकन दिँदै हुनुहुन्छ यहाँ कसेर गाइजहरू खाने भए चाहिँ आयो हुन्छ है लोकेसन छ ट्यामोथ लेक किपिट आयो मस्त तेल ल है मले 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 खतरनाक चटपट हिन्दीमा एउटा कहावत छ नि दुनिया जाए भाड़ में हमें तो बस खाना है गाना है और बजाना है भाइ जोर जोर से चबाना है हेर्नुहोस् हामीहरूले कति यसरी भगाभग खाइरहेको छौँ दनादन भाइ को हुन्छ फर्स्ट हेरौँ अनि यो चाहिँ हाम्रो डान्स प्र्याक्टिस थियो इन्फर्मल हामीले जति सक्थ्यो त्यति चाहिँ ट्राई चाहिँ गरेको टिकटकको लागि बट अब त्यस्तै छ अब टिकटक कहिले आउँछ बट वी ट्राइड रियल हार्ड राम्रो म सृजना र कृषा ओके भएन है ओके ब्रेनस्टर्मिङ गर्छ
यहाँ टिकटक चल्दैछ गाइस कडावाला चल्दैछ यहाँ आमा छोरीको कसरी मम्मी लाली के रे लेडिज एन्ड जेन्टलमेन यो चाहिँ हाम्रो रामब्रोको रजनीकान्तवाला वाक रहेको छ खासमा बाहुबलीवाला गर्न खोज्नुभएको थियो बट वी सेटल डाउन विथ रजनीकान्तवाला है त भाइजानहरू लेकीपिटमा चराहरू पनि छन् है यसो चराहरू हेर्नु छ भनेपछि चाहिँ लेकीपिट आए पनि हुन्छ मस्त मस्त चराहरू छन् म त ढल्ले 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 ढलेकै हो है हामी त यो चाहिँ हाम्रो स्लो मोसन डम्प एज युजुअल डुइङ क्रेजी स्टफ रामब्रो र म ये डन बनेगा डन कौन बनेगा डन जन बनेगा डन कुछ भी हो हामी चाहिँ रेस लगाउँदैछौँ सँगै जित्यो हामीले अनि यता चाहिँ ब्युटिफुल लेडिजहरू आफ्नै पारामा छन् दुश्मन हेरेको हेरै भन्दै मस्त यो उली देखाउँदै सम्झे न अनि यो चाहिँ ओलम्पिकको 50 मिटरवाला रेस ओन्ली 5 सेकेन्डमा सकाएको अवस्था वर्ल्ड रेकर्ड कायम गरेका छन् केटीहरूले अनि हाम्रो अम्पायर चाहिँ मम्मी पो हुनुहुँदो रहेछ लौ कसले जित्यो त एनी ग्यासेस बाइ नभन्नु ल बाइ नभन्नु साथीहरू मेरो ब्लग अझै पनि सकिएको छैन म त जस्ट तपाईँलाई हामी बाइ कसरी भन्छौँ भन्ने क्याजुअल तरिका देखाइरहेको थिएँ यो चाहिँ अझै पनि लेकीपिट नै हो र म अझै पनि तपाईँहरूलाई लेकीपिटकै वरिपरिको एकदमै ब्युटिफुल एकदमै गॉर्जियस र एकदमै वन्डरफुल नजाराहरू माने ब्युटिफुल सिनहरू देखाइरहेको छु हेर्नुहोस् है त तपाईँहरूलाई पनि आउनु छ भनेपछि चट्ट यस्तै गाडी चढेर सनरुफबाट हात हल्लाउँदै मजाले गाडी गुडाउँदै दुश्मनलाई हेराउँदै च्याट्टसँग होइन खाल्डाखुल्डी पार गरेर पानीमा हवाई जहाजमा कसरी हुन्छ रकेटमा जसरी हुन्छ त्यसरी लेकीपिट आउनुहोस् साथीभाइहरूसँग रमाउनुहोस् र यस्तै साँगुरो बाटोबाट एक्लै एकदम मै हो राजा भने जस्तै मेरै बाउको बाटो हो भन्ने जस्तै मजाले हिँड्नुहोस् र यही हो लास्टको चाहिँ बाई हाम्रो तर्फबाट ल एभ्रीबडी लभली पिपल मेरो ब्लग हेर्दै गर्नुहोला मन परेमा लाइक गर्नुहोला र मन परेमा च्यानललाई सब्सक्राइब पनि गर्नुहोला है त बाइ बाइ ह्याभ अ वन्डरफुल डे